Hello everyone, welcome back to my channel. It's me Ganga and I'm from Gorkha. अनि हजुरहरू सन्चै हुनुहुन्छ? म पनि यहाँ चाहिँ सन्चै छु. I hope you all guys are doing well. अनि त्यसपछि as you all know अरु थाहा छैन पनि होला हैन, म चाहिँ एउटा working lady हो. अनि so I barely get time to do all these households. अनि आज मेरो बिदा थियो, सो मैले चाहिँ यहाँनिर चाहिँ आफ्नो घरको चाहिँ सब काम चाहिँ लिप्टाइरहेको छु हैन. एकैचोटि घरको सब डस्टिङदेखि लिएर स्विपिङदेखि लिएर डिसेस वासिङदेखि लिएर हैन, कपडा सपडा सब धुनेदेखि लिएर सब काम भएको आज एक दिनमै. सो आई एम सेयरिङ दिस अल टु यु गाइज. अनि हजुरले कसरी मनाउनुहुन्छ आफ्नो होलिडे? लाइक कहिलेकाहीँ बियरली नै होलिडे पाइन्छ हैन. अब काम गर्ने मान्छेहरू भइसकेपछि चाहिँ अब काम होलिडे पनि बियरली पाइन्छ. सो कसरी चाहिँ आफ्नो चाहिँ होलिडे चाहिँ व्यतीत गर्नुहुन्छ हजुरले प्लिज भनिदिनु होला. अनि त्यही हो, कमेन्ट गर्नु होला हैन, कसरी चाहिँ आफ्नो होलिडेहरू चाहिँ बिताउनुहुन्छ. एन्ड मैले चाहिँ अब कहिलेकाहीँ चाहिँ घुम्न जान्छु हैन. अनि कहिलेकाहीँ त साथी नै हुन्न, कहिलेकाहीँ एक्लै भइन्छ. अनि त्यस्तो बेलामा चाहिँ के गर्ने त भन्दाखेरिमा चाहिँ अब आफ्नो त्यो घरको सरसफाइ गर्दा पनि एउटा छुट्टै खालको आनन्द भेटिन्छ नि त. सो यस, आई गेट मोर पिस जब म चाहिँ घरको सरसफाइहरू गर्छु, यताउता गर्छु है. अनि त्यही हो. अनि मैले यसरी नै अब स्याटसुट्ट सब भाँडासाँडा चम्काएँ. अनि त्यसपछि अरू कामहरू पनि बाँकी नै थियो. उठ्ने बित्तिकै हेरेको घडीमा त 8:30 बजे रहेछ. अनि त्यसपछि अब के गरौँ त भनेको त वरिपरि पुरै घरमा त पुरै जालोसालो लागिराखेँ. अनि पर्दाहरू पनि फोहोर भइरहेको. सो आज चाहिँ यो पर्दालाई चम्काउनु पर्यो. अनि त्यसपछि घरको जालो सार्ने सब फ्याँकेर चाहिँ घरलाई चिटिक्क पार्न पर्यो भनेर चाहिँ म चाहिँ यहाँ चाहिँ पुरै लागिरहेको थिएँ कि घरलाई चिटिक्क पार्नको लागि. अनि त्यही हो गाइजहरू. अब त्यही भएर यसो बिदाको दिन भयो भने चाहिँ यसो घरलाई पनि चिटिक्क पारिदिनु पर्यो भनेर चिटिक्क पारेको. कहिलेकाहीँ बिदा हुनु पनि राम्रै हो नि त. अनि त्यही हो. अब कति घुम्न जाने पनि साथी भएन भने मजै भएन. अब एक्लै कहाँ घुम्न जानु, सबैजना ड्युटी हुन्छ, सबैजना काममा जान्छन्. अनि आफू एक्लै घरमा पनि धुमधुम के गर्दै बस्नु, भिडियोज पनि कति बनाउनु. सरी मेरो यो घरको यताउताको नोइजहरू आएर होला गाइजहरू, सरी फर द्याट. अनि त्यही हो. अब अरू त के छ र. यसरी नै बेसिनहरू कसरी सफा गर्नुहुन्छ तपाईँहरूले? मन जति घस्दा पनि राम्रोसँग सफा हुँदैन. आफ्नो त 100% दिए जस्तो लाग्छ, तर त्यो टिलिक्कवाला चाहिँ टल्की जस्तो लाग्दैन कि. त्यसको लागि के युज गर्नुहुन्छ हजुरले नि प्लिज कमेन्ट डाउन बिलो, ओके. अनि अरू के गर्दै थिएँ मैले, के भनिरहेको छु? तपाईँहरू चाहिँ तपाईँहरूले मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ हैन, यसो कमेन्ट पनि गरिदिनु होला. अनि त्यसपछि मलाई पनि थाहा हुन्छ नि त हजुरले कहाँबाट हेर्दै हुनुहुन्छ. हुन त अब यो मेरो फर्स्ट भ्लग हो, यसमा त अब धेरैजनाले हेर्नु पनि हुन्न होला, तर पनि ठिकै छ. म चाहिँ भ्लग बनाउँछु भनेर चाहिँ बनाउँदै थिएँ, तर त्यस्तो खासै धेरै बनाउँछु भनेर नि बनाएको त होइन. बट हेरौँ बनाऊँ न कस्तो हुँदो रहेछ. सबले यस्तो कि यो सरसफाइ गरेको भिडियोहरू होइन, अनि यताउता गरेको भिडियोहरू त खास कस्तो मस्त मजा लाग्ने कि आफूलाई नै हेर्दा पनि. अनि आफूले नि कसरी होला, अनि यस्तो बनाउँदा नि के हुन्छ होला, कसरी बनाउँछन् होला जस्तो लाग्थ्यो क्या. अनि त्यही भएर अनि एकचोटि चाहिँ ट्राई पनि हालिदिइहालौँ न त भनेर नि मेरो यो बिचरा यो ग्यालेक्सी M21बाट म भिडियो सुट गर्दैछु. कस्तो भएछ हजुरले प्लिज कमेन्ट गरिदिनु होला. त्यही हो. अब मैले पुरै भाँडासाँडा पनि चम्काइसकेको थिएँ. अनि त्यसपछि यो फ्लोरलाई पनि साफ गर्न पर्यो भनेर पुरै झाडु डस्टिङ हानिसकेको थिएँ. अनि यहाँ चाहिँ अब पोछा चाहिँ हेर्नु मैले 5x को स्पिडमा चाहिँ कसरी पोछा लाउँछु. यो टुटुङ यस ओ सब सफा गरेर भ्याउन लागिसकेँ. यो चाहिँ किचनको पार्ट हो. अनि सबभन्दा फोहोर चाहिँ किचनै हुन्छ जस्तो लाग्छ गाइजहरू. तपाईँहरूलाई के लाग्छ सबसे फोहोर चाहिँ कुन एरिया हुन्छ? यो चाहिँ हाम्रो किचन हो. किचन चाहिँ लास्टै धेरै फोहोर भइरहेको थियो. अनि यो किचनको नि सब यो पर्दा सर्दा चाहिँ यसो झ्यामझुम पारिदिइहाल्न पऱ्यो भनेर चाहिँ नि पर्दा सर्दा नि पुरै निकालेको थिएँ मैले. अनि त्यसपछि त्यही हो, सब सफा गर्दैछु. अनि के साथीहरू, एउटा कुरा भन्न मन लाग्यो कि मलाई होइन, के अरे हामी के होइन पोहोर साल होइन 2टा उमा गयौँ कि के भन्छ अरे 2टा ट्रेकिङमा गएको, एउटा पुनेल गएको अनि एउटा चाहिँ गोसाइँकुण्ड गएको होइन.
अनि दुईचोटि नै होइन कस्तो बेलामा गएछ भन्दाखेरिमा चाहिँ फुल नफुल्ने बेलामा पो गएछ क्या होइन। तर त्यो साल त्यति साह्रै फुल पनि फुलिरहेको थिएन। अनि यसपालि हेरेको त आमा टिकटकैभरि यस्तो दामी फुल फुलेको है। अनि मस्त मस्त फुल टिपेर मान्छेहरू त फेरि भिडियो बनाइराखे। अनि त्यो रोडोडेन्ड्रन चाहिँ अनि त्यो टिप्न हुँदैन भन्ने सेन्स चाहिँ नभएको कि के हो यार गाइजहरूमा त थाहै भएन यार। मान्छेहरू चाहिँ यति धेरै फुल टिपेर पुरै इफ सी वान देन आई क्यान भन्दै जति फुल टिपेर अनि त्यसपछि भाँचेर अनि भिडियो बनाइरहेको छ यार। म छक्कै परिरहेको छु। आफू भने एउटा फुल नटिपिकन आएको भुइँमा झरे नि थिएन त्यो बेला। फेरि भुइँको टिपेर भिडियो बनाऊँ भने पनि त्यति बेला फुलै थिएन कि। पोहोर साल त यस्तो फुलै थिएन। अनि अल्टर इयर्समा फुल्छ भन्ने चाहिँ कन्सेप्ट रहेछ त्यहाँ। कन्सेप्ट मात्रै हो कि साँच्चै हो थाहा भएन। ल गाइज मेरो भ्याइसकेछ भिडियो। बाई बाई।